नमस्कार साथीहरू, स्वागत छ तपाईहरु सबैलाई ट्राभलर मनोज युट्युब च्यानलमा। अहिले म लुम्बिनी प्रदेशको बुटवल बजारमा छु, जहाँ मौसम एकदमै गर्मी छ, तर आजको यात्रा निकै विशेष हुन लागेको छ। आज हामी बुटवलबाट पाल्पा जिल्लामा अवस्थित प्रसिद्ध धार्मिक स्थल कामाख्या देवीको मन्दिरतर्फ जाँदैछौँ। यात्राको क्रममा हामी लुम्बिनी केबल कारको रोमाञ्चक अनुभव लिनेछौँ, सुन्दर प्राकृतिक दृश्यहरूको आनन्द लिनेछौँ र अन्ततः पुग्नेछौँ हाम्रो आजको अन्तिम गन्तव्य कामाख्या देवी मन्दिरमा। यदि तपाईहरुलाई यात्रा, धार्मिक स्थल र नेपालको सुन्दर प्राकृतिक दृश्यहरू मनपर्छ भने यो भिडियो अन्तिमसम्म हेर्नुहोला। भिडियो मन परे लाइक, शेयर, च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोस्। म मनोज, तपाईँ हेर्नुहुन्छ ट्राभलर मनोज। अवश्य आजको रोमाञ्चक यात्रा। यही बाटो हो अप्ठ्यारो त्यो सिद्ध गुफावाला यो बाटो हो। हिँड्न चाहिँ हिँडेको छु, तर धेरै हो। म दुईचोटि हिँडेको छु यो बाटो। यहाँबाट कति किलोमिटर पोखरा? 2-2.5 घन्टा हो, तर कति हिजो पनि त तल फुलबारी घुम्ने भएर ठ्याक्क 10,000 स्टेप पुगेको थियो। आज 10,000 स्टेप पुग्यो नि त्यति भाइ। हामी चाहिँ अहिले लुम्बिनी केबल कारतर्फ जाँदैछौँ। यहाँबाट भर्खर बुटवल गोल पार्कबाट चाहिँ हामी सफारीबाट ओर्लिए चाहिँ अब केही समय चाहिँ हाम्रो वाकिङ रहेको छ। एकदमै ठाडो उकालो छ यहाँ। 3 टिकट चाहिँ खासमा यस्तो हुँदो रहेछ, पर पर्सन नेपाली 750 अप डाउनको। हामी चाहिँ यहाँनिरबाट केबल कार स्टेसनतर्फ लम्किँदैछौँ। तर यसको बकेट ठुलो छ नि, प्रिन्टर गर्दा भने याद गर्नु त अहिले यो भनेको स्क्यान गरेपछि गेट खोल्ने हुन्छ नि त। त्यसै यो बारकोड स्क्यान गरिसके पछाडि गेट खोल्ने हुन्छ कि। आनन्दै छुट्टै आउँदो रहेछ यहाँ त्यो परेको पसिनाले। गेटबाट पास भइसक्यो। Now we are going to reach cable car main station. यो भिडियो त कन्ट्रोल गर्न त चाहियो नि त। यो भनेको एकदम हिँड्नुपर्छ नि त यसको लागि त। यो लाइन म्यानेज गर्दाखेरि चाहिँ यो हो कि। यहाँ चाहिँ फेरि अहिलेको टोलीहरूसँग एकछिन भेट हुने भयो है त। यहाँ तल चाहिँ 3 आउन देखिन्छ र यो ठाउँ चाहिँ यस्तो ठाउँ छ कि एउटा केबल कारबाट अर्को केबल कार पनि देख्न सकिन्छ यहाँबाट। यहाँवाला चाहिँ आइपुग्यो है त। अब हामी जानेवाला फाइनल्ली आइसकेको छ। यहाँनिर 10 मिनट जति लाइन बसिसके पछाडि हामी जानेवाला केबल कार फाइनल्ली आइपुग्यो। बसौँ बसौँ।
यो यतिकै बिस्तारै कुद्दै गर्छ यो यतिकै बिस्तारै कुद्दै गर्छ बस्दै गरौँ ल हामी चाहिँ फाइनल्ली बसिसकेका छौँ यहाँभित्र यस्तो ठुलो फोटो खिच्नु ल यसलाई त कस्तो त खाने हो हाम्रो चाहिँ अब यहाँबाट लाग्यो हरिले लोग्यो नै फोटो देखाउँदिनु होला सायद हो टोलीहरू हामी चाहिँ लाग्यो अब यहाँबाट होइन यस्तो सुल्टो बसौँ है यस्तो किताब हो नि त सुल्टो बस्छ अब पनि यता बस्छ सुल्टो बसौँ न सुल्टो सुल्टो हेर्ने हो नि त यस्तो हेर्ने हो नि त हामीले त अहिले त पोल्टे हुँदैन नि हो हुँदैन त अब लागेपछि ल तपाईँ यहाँ जति हुती हुती गरे पनि केही फरक पर्दैन राम्ररी पुर्याऊ तर यहाँ एसी चाहिने रहेछ यार आउँछ अब ए यहाँ झ्याल रहेछ नि त ल लुम्बिनी केबल कार नेपालको सबैभन्दा लामो केबल कारबाट चाहिँ हामी यात्रा गर्दैछौँ यहाँबाट चाहिँ तल बुटवल बजार देख्न सकिन्छ हामी बुटवल बजार पनि देख्न सक्छौँ यहाँबाट आइपुग्यो भाइ हामीले झोला फाइनली आइपुग्यो पुग्ने रहेछ 178 यस्तै खालको मार्बल ग्रेनाइट हो क्या यो ढुङ्गा काटेको नि हुन्छ यो रुकुममै कहाँ छ क्या ढुङ्गा काट्ने यस्तो भ्यू पनि चढ्न दिँदैन माथि 160 तल 78 बाट 61 पुग्यो नि फुटबल हेर्ने चाहिँ राम्रो ठाउँ नै रहेछ है ल हामी चाहिँ अहिले कामाख्या देवी मन्दिर परिसरमा छौँ यो चाहिँ पाल्पा जिल्लाको तिनौँ नगरपालिकामा पर्दो रहेछ यहाँनिर चाहिँ तलबाट लुम्बिनी केबल कारबाट चढेर यहाँ आउन सकिन्छ र यहाँ चाहिँ विभिन्न एडभेन्चर गतिविधि पनि हुँदो रहेछन् स्काई साइक्लिङदेखि लिएर जिप लाइन भयो त्योहरू पनि यहाँनिर हुँदो रहेछ र ड्राई पिकनिक गर्ने ठाउँ पनि यहाँनिर देख्न सक्छौँ हाम्रो चाहिँ मन्दिर हामी चाहिँ अब यहाँ घुमघाम गरिसकेर फर्किँदैछौँ अब यहाँबाट फेरि बुटवल गर्मी भयो यहाँनिर पनि तलभन्दा त धेरै नै राहत छ
तर पनि हामीलाई चाहिँ गर्मी नै फिल भइरहेछ किनभने हामी यतिखेर उहाँ पूर्व हुँदाखेरि पानी खोल्नु भयो कि बन्द गर्नु बन्द छ नि एसी बन्द गर्नु बन्द गर्नुपर्छ बन्द गर्नु भन्ने होइन ठिक छ एकछिन होइन फ्यान घुमाएपछि फ्याँकिहाल्छ एकै मिनटको काम तान मात्रै मान्नै सक्दैन क्या दिउँसो चाहिँ हजुर तान लिनै सक्दो रहेछ एसीले हामी यतिखेर पूर्वमा पुरै पानी परिरहेको वेदरमा बस्ने मान्छे यो पुरा यतिखेर सुक्खा लागिरहेछ पाखरी भएछ हाम्रो त रेगुलर पानी पर्छ हाम्रो त रेगुलरै हो नि त पानी पर्ने त हिजो नि पानी परिरहेको रहेछ अनि त्यो 15-16 बस्ने मान्छे यहाँ 15x2 लाइन बस्ने मान्छे पनि हराउँदै थिएन हामी गरिसक्यो हेर्नु न यो अर्कै थियो कि मेरो हामी अब चाहिँ लुम्बिनी केबल कारबाट फर्किँदैछौँ साथीभाइहरू अघि उकालो आइदिएको थियो अब सरर ओह्रालो जाँदैछौँ हामी सरर मोटर चढेर भनेर चाहिँ के